नेपालको लोकोन्मुख राउटे समुदायको जीवनशैली, परम्परा र अस्तित्व अहिले गम्भीर खतराको सामना गर्दैछ। उनीहरूको जनसङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ। ए मानबहादुर मानबहादुर किन टोलाको? हामी टोलाको छैन दाजु, हामी त यता न उताको भयो त दाजु। के हो रक्सी खाएको छौ कि के हो? रक्सीको कुरा छोड्नु न दाजु तपाईँ। कोही क्यामेरा बोकेर आउँछन् दाजु, कोही पत्रकारहरू भन्छन्। सहयोग गर्छु भनेर आश्वासन मात्र दिन्छन् दाजु। हाम्रो बेटा कसले बुझ्छ र? जाडोको समयमा मेरो बच्चा बच्चीहरू दुःख पाएको छ दाजु। हामीलाई छैन कोही सहयोग गरेको, राज्यले पनि गर्दैन। मुखमा मात्रै ठिक्क पार्छ दाजु। बगलीमा छुरा मुखमा ठिक्क पार्छ, भट्टाभरि खान्छ अरूले। हामी त यी चिसो रुखमा बस्नुपर्छ नि दाजु, बाहिर गाह्रो छ त दाजु, गाह्रो छ हामीलाई। न त हो दाजु, सबैले हामीलाई हेप्छन्, मुखमा मात्र ठिक्क पार्छन् सबैले। हामीलाई कसले हेर्दैनन्, खेतीपाती गर्न सक्दैनन्, छोरी छ भन्छन्। हामीलाई घाँस पास पनि कसैले दिन्नन्, राउटे गर्न सक्दैन भन्छन्। हाम्रो राज्यले पनि हेर्दैन हामीलाई, हाम्रो अधिकार छैन जस्तो गर्छन्, हामी मान्छे होइन जस्तो गर्छन्। त्यस्तै छ, बस्नु परेको छ। दाजु वनमा गुना बाँडो रहेको छैन, मास क्यानमा लाग्छ। राम्रो नटक जाऊ तिमी। आऊ हेर एकचोटि यो चिसो मौसमको घरमा बसी हेर। बोल्न जति सजिलो छ, भोग्न त्यति नै गाह्रो छ। पुरा बुझा खै, पुरा बुझा खै।